हेलो गाइज वेलकम टु माई मिनी ब्लग। तपाईँहरूलाई एउटा डायलग थाहा छ नि, जिन्दगी झन्डवा फेरि भी घमण्डवा भन्ने डायलग छ नि। यो चाहिँ कति धेरै पोजिटिभ वेमा लियो भने कति धेरै राम्रो कुरा पनि हो कि होइन। टेन्सन त सबै मान्छेलाई हुन्छ नि त लाइफमा। टेन्सन बिनाको लाइफ त कसको नै हुन्छ होला होइन। त्यही पनि आफूले चाहिँ आफ्नो लाइफलाई चाहिँ रमाइलो गर्नुपर्छ कि, चाहे जेसुकै होस् होइन, जस्तो सुकै होस् आफू चाहिँ हाँस्नुपर्छ, खुसी हुनुपर्छ, जहाँ पनि एडजस्ट हुनुपर्छ होइन, जोसँग पनि रमाउनुपर्छ कि। त्यसो भन्दाखेरि चाहिँ मान्छेहरूले जहिले पनि आफ्नो खुसीहरू बाहिरको मान्छेहरूसँगै खोज्छ नि त। साथी भन्यो के भन्यो कसै भन्यो होइन, त्यो चाहिँ एकदम पर्मनेन्ट हुँदैन कि, टेम्पोररी मात्रै हुन्छ। मान्छेको एक्चुअल खुसी भनेको उसको फ्यामिली नै हुन्छ कि होइन। फ्यामिलीलाई टाइम दियो, फ्यामिलीसँग टाइम स्पेन्ड गर्यो, त्यसरी नै राम्रो हुन्छ। किनभने हामीले दुःख सुखमा काम लाग्ने त फ्यामिली नै हो नि त। त्योभन्दा अरू नाता त कोही पनि काम लाग्दैन कि होइन। बरु जति गाढा जति माया आफ्नो फ्यामिलीलाई दिन सक्यो त्यति नै ठिक।